नमस्कार श्रोताहरू सबैजनालाई नै जय श्री राधे र संयोगवश आज एउटा कार्य सिलसिलामा कोक्राझारको अठियाबारीमा आइरहे आएर जाँदाखेरि विभिन्न समयमा सुनिरहेको त थिएँ तर आज संयोगवश प्रत्यक्ष भेट पनि भयो। यहाँ हुनुहुन्छ मनोज बानिया जो अठियाबारीबाट। नमस्कार। र उहाँसँग एउटा यस्तो प्रतिभा र कला लुकेको रहेछ जो म भर्खरै थाहा पाउँदैछु। उहाँ हेर्दाखेरि सरल स्वभावको भए तापनि उहाँभित्र लुकेका कलाहरू यति अद्भुत रहेछन् कि एक खालको उहाँलाई आँसु कवि भन्दा पनि गलत भनेको हुँदैन। किनभने व्यवस्था परिस्थितिलाई हेरेर त्यतिखेर नै कविता रचना गर्न सक्ने एउटा समर्थ उहाँमा, त्यो क्षमता उहाँमा रहेछ र अद्भुत लाग्यो। र आज हामी उहाँसँग कुराकानी गर्नेछौँ किनभने विभिन्न समय विभिन्न कुराकानीहरू त गरिरहेका छौँ। आज उहाँसँग चाहिँ भलाकुसारी गर्छौँ किनभने हेर्नुहोस्, हाम्रो समाजमा रहेका प्रतिभाहरूलाई हामीले उजागर गर्ने चाहिँ हाम्रो कर्तव्य बन्नुपर्छ। किनभने विभिन्न समयमा हामीले विभिन्न चिजहरूलाई निकालिरहेका छौँ भने उहाँका प्रतिभालाई पनि अलिकति हाइलाइट गरिदिउँ, अलिकति प्रचार गरिदिउँ भन्ने प्रयासमा आएको। सर्वप्रथम त तपाईँलाई एकदम स्वागत छ मेरो पेजमा। र पहिलो त तपाईँको परिचय तपाईँले आफ्नो हिसाबमा भन्दाखेरि कविताकै शैलीमा भन्नुहुन्छ भने पनि तपाईँको परिचय जस्तो तपाईँलाई सरल लाग्छ, होइन र सिधा हिसाबमा परिचय दिए पनि तपाईँको। मेरो नाम मनोज बानिया हो। हजुर। म यसै अठियाबारी गाउँ निवासी हुँ। हजुर। र मेरो पेशा चाहिँ अब कृषि नै हो। हजुर। कृषिजीवी हुँ। हजुर। र म यस्तै पहिलो चाहिँ मैले कविता लेखेको म जेल परेको थिएँ। तपाईँ आफै जेल पर्नु भएको? म आफै जेल परेको थिएँ। त्यो जेलमा त्यो फुट्यो र मैले त्यहाँदेखि स्टार्ट गरेको हुँ। किन त्यस्तो अपराध गर्नुभयो जसमा जेल जानु पर्यो? कति वर्ष अगाडिको कुरो हो? 2058 सालको साउन महिना नेपाली सम्वत। त्यति बेला मेरो पिताको एक छाईको दिन थियो र म। अच्छा, त्यसैलाई हामीले कविताको माध्यममा सुन्न खोज्यौँ भने सुन्न सक्छौँ? लु, हामी कविताको माध्यमबाट तपाईँको जेल गएको यात्रा सुनौँ न त। ल, 2058 साल साउन महिना आइतबारको दिनमा पुलिस आई पक्री लगो मलाई। त्यसै दिनमा पक्री लगी 2 नम्बर पुरै ब्ल्याङ्क फायरिङ गरो, लट्ठी लिएर सोधेपछि मैले भन्नै पर्यो। त्यहाँबाट घुराइकन शेरफाङ्गुडी लगो, शेरफाङ्गुडी पुगी मैले लोकाप बस्नु पर्यो। भोलिपल्ट मलाई जिल्ला चलन गरो, साह्रै कष्ट भोगी 2 दिन लोकाप बस्नु पर्यो। 3 दिनमा मलाई जेल चलन गरो, निर्दोषमा मैले जेल खट्नु पर्यो। यस्तै रहेछ आसामको कानुन, सुन दाजुभाइ, निर्दोष भई खट्नु पर्यो असम जेलको सजाय, निर्दोष भई खट्नु पर्यो असम जेलको सजाय। यो आफ्नो भोगाई आफ्नै रचना। आफ्नै रचना। अनि तपाईँको पहिलो कविता पनि? पहिलो कविता पनि। भनेपछि कविता लेख्न जुन ऊर्जा प्रदान गरो त्यो समयले तपाईँ? मैले यो जेलभित्रै नै लेखेको। जेलभित्र नै लेख्नु भएको। अनि यो कविता तपाईँ यसरी कविता लेख्नुहुन्छ भनेर बाहिर कतै आजसम्म त्यसरी सुनिएन पनि किन? तपाईँ अब अचेल सधैँ नै सानो सानो कुरो गरेर पनि अब अरू त छोडिदिनु, लकडाउनको समयमा चाम्रे पकाएको र रोटी पकाएर पनि भाइरल भयो मान्छेहरू। हामीहरू चाम्रे पनि पकाउन जान्ने भयौँ, रोटी पकाउन जान्ने भयौँ भनेर तपाईँ यस्तो प्रतिभाको खानी भएर पनि आजसम्म सोसियलमा देखिनु भएन, सामाजिक सञ्जाल हुँदै देखिनु भएन। तपाईँले प्रयास नगर्नु भएको या तपाईँलाई यो शोध जुन यसलाई खोजी गर्ने जगेडा गर्नेहरूले नगर्नु भएको कि कुनै कसैले तपाईँलाई यसको प्रतिभाको बारेमा आजसम्म केही कतै कुराहरू भएन? कतै केही भएन। मेरो पनि भाग्यकै दोष होला, होइन? आजसम्म नभेट्नु नगर्नु भनेको कुरो। अब भाग्यले पनि साथ दिएको थिएन होला सायद मलाई। त्यस कारणले म यस्तो हुन नसकेको होला। तर गर्न त मैले धेरै प्रयास गरेँ, धेरै लेखेँ, धेरै उसमा पनि पठाएँ, किताबहरूमा पनि। तर साह्रै किताबमा पनि आएन मेरो कुनै कविताहरू पनि, छपाइदिएनन्। र मेरो समयले नै साथ नदिएको होला भन्ने जानेर म पनि चुबै लागेर बसिराखेँ। त्यसमध्ये तपाईँलाई आजसम्मको मन परेको कविता भन्नु पर्यो भने कुनलाई भन्नुहुन्छ? मैले चाहिँ मन परेको कविता चाहिँ मैले पैसो लेखेको थिएँ। क्या सुन्न सकिन्छ? सकिन्छ। ल सुन्नु हामी एकदम एकछिन। ल, तपाईँलाई मैले रोकेँ। अच्छा, हाम्रो जति पनि श्रोताहरूले हेर्नु हुँदैछ कृपया उहाँलाई सहयोग गर्नै भए पनि सेयर गरिदिनुहोस्, किनभने उहाँको कला चाहिँ आज जनजनमा पुगोस् र उहाँले पुनः एउटा नयाँ मुकाम पाउनुहोस्, एउटा स्टेज पाउनुहोस्। किनभने हामी प्रतिभाको खोजी भनेर आज निरन्तर लागिरहेको छ। हाम्रो यो साहित्यको जगेडा गर्ने जति पनि साहित्य प्रेमीहरू हुनुहुन्छ उहाँहरूसँग त एकदम निवेदन छ, उहाँको यो कलालाई हेरेर तपाईँहरूले अलिकति उहाँलाई पनि प्रोत्साहन गरिदिनुहोस्, उहाँलाई पनि सहयोग गरिदिनुहोस्, आफ्नो मार्फतबाट उहाँलाई पनि एउटा परिचित हुने
कसले जान्दछ र सहयोग गरिएन र मञ्च दिएन भने त ठूलो ठूलो कला र प्रतिभा पनि त लुकेर रहन्छन् नि। हामीले मञ्च दिने र यो प्रयास गरौं र जतिले पनि हेर्नु हुँदैछ जयश्री राधे अवश्य लेख्नु होला, भगवानको अभिवादन त गर्नु होला र उहाँको निमित्त केही तपाईहरुका पनि त्यस्ता खालका कविता सुन्ने होइन, हामी लिखित कविताहरू तपाईले लेखेर पढेर सुनाउनुहोस् भन्नुहुन्छ भने नि कुनै कविताहरू भए तपाईहरुले त्यहाँ कमेन्टमा लेखिदिन पनि सक्नुहुन्छ, उहाँले वाचन पनि गरिदिनुहुन्छ हेरी र शेयर चाहिँ अवश्य गरिदिनु होला, कमेन्ट गरेर उहाँलाई सहयोग गरिदिनु होला। आउनुहोस् उहाँको मनपर्ने कविता पोइसो हामी श्रवण गरौँ। अच्छा, आवाज बराबर सुनिँदैछ कि छैन त्यो पनि कमेन्ट गरिदिनु होला, किनभने आवाज एकदम मधुर भएर पनि होला, सानो आवाज भएकोले गर्दा तपाईहरुसम्म पुग्दैछ कि छैन भने पनि कमेन्टमा भनिदिनु होला आवाज कम हुँदैछ वा आउँदै छैन। केही पनि असुविधा छ भने नि हजुरहरु जानकारी गराइदिनु होला। आउनुहोस् उहाँको मन परेको कविता पोइसो हामी श्रवण गरौँ। पोइसोको जति बेला नोटबन्दी भयो त्यसमा मैले धेरै नै गरे क्या, धेरै वडाको माने एकाउन्टमा हाल्दै धेरै गरे, धेरै पीडित भए त्यसमा र त्यही विषयमा मैले लेखिरहे। पैसाको कस्तो छ भन्नुहुन्छ भने पैसा 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 भने मरिमेट थियौं जहिले, तर मानिसको टाउको खायो यही पैसाले अहिले। नोट पैसा नचल्ने भयो 500 र 1000, रित्तै झोला लिएर घरमा आइयो गर्न पाइएन बजार। कुखुरा बाख्रा बिक्री गरी पैसा जम्मा गरो, त्यो पैसा नचल्दा मान्छेलाई कत्रो आपत परो। श्रीमतीसँग पैसा माग्दा छैन भन्थिन्, त्यति बेला 1000 दिएर भगाइदिनु भन्थिन्। आजसम्म थाहा थिएन पैसा थियो कि थिएन, त्यति बेला त्यो पैसाले घरमा बस्नै दिएन। कतिले त यो पैसाले ब्याङ्कमा जम्मा गरे, खाता नहुने कतिजना हलपत्र परे। अस्तिसम्म त्यो पैसाले कति गरिब रुवायो, हिजो त्यति बेला त्यो पैसा टोप्लो पारी खेलामा बगायो। कसैको त त्यो पैसाले आफ्नो ज्यानै गयो, कसैलाई भने त्यो पैसा कमिसन खाने मौका भयो। एकै रातमा मोदी सरले कस्तो आइडिया ल्यायो, भए भरका भारतका पैसा सबै जम्मा भयो, भए भरका भारतका पैसा सबै जम्मा भयो। तपाईको कविताले त म त्यो नोटबन्दीको समयमा गएर त्यो लाइन सम्झे, त्यो नोट साट्नलाई कुदेका मान्छेका घुइँचो सम्झे, एकछिनको लागि हो भने म त त्यो समयलाई पो पुगेछु। तपाईको कविता सुन्दा सुन्दै त्यो दिनहरू सम्झे, गाउँका सिधा सादा वृद्ध बुढा आमा बाबाहरूलाई कति गाह्रो परेको थियो जसको एकाउन्ट थिएन, अर्कालाई साट्न भनेर दिनुभयो, जसले लगे तिनीहरूले नै कतिको त पच पनि गरिदिए, कतिले आधी मात्रै फर्काइदिए, यति नै आउँछ अरे तेरो नोटको भनेर। त्यो तपाईले भने अनुसार कविता सुन्दर छ। अच्छा, यसको अलावा तपाई के विषयमा चाहिँ तपाईले कविता लेख्नु भएको छ त? मैले एनआरसी मा पनि धेरै काम गरे। हजुर, अरु एनआरसी को लिंक सर्टिफिकेट बनाउन जाँदाखेरि अर्काको बाइकको पछाडि बसेर नै मैले एउटा कविता रचेको थिएँ। हजुर, त्यो कविता कस्तो हुन्छ भने त्यो कविताको शीर्षक थियो टाउको खाने एनआरसी। अच्छा, हजुर, छोटो छ भने सुनौँ त्यो पनि। सुन्नुहोस् आमा बुबा, सुन दाजु भाइ, मानिसको टाउको खाइयो एनआरसी आई। बल्ल तल्ल नेटमा खोजी नाम त मिलाइ गरो, फेरि उसलाई बाउ बनाउन घरमा जानै पर्यो। बाउ बनाइयो फकाई बुझाइ कति बिन्ती गरो, श्रीमतीको लिङ नभएर फेरि आपत पर्यो। श्रीमतीको लिङ बनाउन सार्केल अफिस गइयो, उहाँ गएर लाइनमा बस्दा झन्नै हात फेल भयो। लिङ बनाउन सार्केल अफिस निकै दिन धाइयो, अन्तिममा लिङम्यान भन्ने उपाधि पनि पाइयो। सबै कुरा त ठिक गरियो हुने हो कि होइन, छोराछोरीको बार्थ सर्टिफिकेट चाहियो बनाउने पैसै छैन। पैसा ब्याजमा खोजिकन सबै जम्मा गरो, भर्ने मान्छे नपाएर फेरि आपत पर्यो। 1-2 घर डुलिकन फर्म फिलअप गरो, सामिट दिन जाँदा अफिसमा गएर लाइनमा बस्नु पर्यो। पैसा पनि निकै गयो, झन्झट निकै भयो, मानिसलाई यो एनआरसी शनि दशा भयो, मानिसलाई यो एनआरसी शनि दशा भयो। अच्छा, यसको अलावा तपाईले युवाहरूलाई केही सन्देश दिएर या युवाहरूलाई सत्मार्गतिर जाने वा त्यस्ता खालका युवाहरूको लागि, युवा युवतीको लागि पनि केही लेख्नु भएको छ? लेखेको छु। युवा माने यो अलिकति हाम्रो अहिलेको समाजले अलिकति यो पिउने बानीको अलिकति उठ्यो र त्यो पिउनेको लागि मैले एउटा सानो लेखिरहेँ। पहिले गाउँ सुध्रियोस् भनेर गाउँको त्यो गाउँको पनि परिचय त्यसमा छ हैन, र त्यो सुन्न सकिन्छ। कस्तो छ भन्नुहुन्छ भने उदोपट्टि त्यो मोबाइल एकछिन दिन त मलाई तपाईको त्यो चाहिँ माधव गुरुको लक खोलेर दिनु ल। हजुर, भन्नुस् त। उदोपट्टि खेती पर्छ उभो जंगल घारी, बीचमा पर्ने हाम्रो गाउँ नाम अठियाबारी। हजुर, कारेन्ट आउने कुरा थियो खुट्टी गाडो अस्ति, अरु गाउँले हाम्रो गाउँलाई भन्छ छेत्री बस्ती। हजुर, अर्म पर्म ऐचो पैचो यस्तै छ चलन, कोही गर्छ खेतीपाती कोही पशुपालन। हजुर, कोही साथी दुध पुर्याउन चढी जान्छन् मटर, फर्की आउँदा लड्दै आउँछन् खाएर सधैँ क्वाटार। यो क्वाटारको नसामा परि सबको ज्यान सुको, नाभि नझरेको बालकले पनि यही नै खान सिको। अरू जातले गाखिरलाई अमृत जस्तो ठान्छन्, नेपालीले गाखिर बेची क्वाटर किनी खान्छन्। जागौं अब दाजुभाइ हो दिदी बहिनी सगाउँ, सधैँ लडाउने यो क्वाटरलाई सापकोटामा बगाउँ, सधैँ लडाउने यो क्वाटरलाई सापकोटामा बगाउँ।
एकदम सुन्दर। हजुरहरू म कमेन्ट पनि हेर्ने प्रयास गरेँ हो, यहाँ धेरैजना जोडिनु भएको रहेछ, उहाँहरूका कमेन्टहरू पनि निरन्तर आइरहेका छन्। र अरू अब हालमा हामी पीडित भयौँ, जतिखेर गोर्खा पीडित, मैले अस्ति भर्खर तपाईँले काहीँ भनेको या कसैले रेकर्डिङ गरेको थियो अलिकति सुन्न पाइरहेको थिएँ। हाम्रा जतिखेर एनडीएफबी नै भनौँ या कुनै पनि दल सङ्गठनबाट हामी पीडित भएर विभिन्न जग्गामा हाम्रा मान्छेहरू अपहरण पनि भए, तिरस्कृत भए, कतिजनाको अब ज्यान पनि गुमाउनु पर्यो। त्यो समयमा पनि तपाईँले केही लेखेको अलिकति सुन्न पाइरहेको थिएँ मैले, जस्तो सबै गाउँका मतलब हर गाउँका समस्यालाई अलिअलि मिसाएर बनाएको। हजुर त्यस्तै कस्तो थियो त्यो पनि छ भने सुन्न सकिन्छ कि? हेर्नु श्रोताहरू, यो केही होइन, अरू उहाँको एउटा जुन प्रचेष्टा रहेछ त्यसलाई मैले यसो बाहिर निकालिदिने मात्रै प्रयास गरेको हो। उहाँ कुनै ठुलो कवि वा कविता वाचन गर्ने पनि हुनुहुन्न, गाउँको सिधा सादा किसान एकजना हुनुहुन्छ जो नित्य आफ्नो कर्ममा कर्मरत हुनुहुन्छ। जसरी हामी सबै बसेका छौँ त्यसरी नै गाउँ समाजमा बस्नु भएको छ। तर तपाईँहरूका एउटा सहयोगले सायद उहाँलाई एउटा राम्रो मञ्च मिल्छ कि। यति धेरै कविता लेख्नु भएको रहेछ, यहाँ डायरीभरि कविता रहेछ, यसमध्ये कुनैले पनि एउटा किताबमा जग्गा पायो भने, उहाँका किताबहरू यसरी कविता निक्लियो भने एउटा पहिचान बन्छ कि। धेरै यहाँ मार्मिक र सन्देशमूलक कविताहरू पनि रहेछन्, मैले पनि एक दुईवटा अघि हेरेँ। यहाँ सबै वाचन गराउन असम्भव पनि हुन्छ र हजुरहरू पनि उहाँसँग सम्पर्क गरेर जगेडा गर्ने प्रयास गरिदिनुहोस्। आउनुहोस्, उहाँले हाम्रो दुःखलाई समेटेर के छ भने के हजुरहरूको मन दुखेन, त्यस्तो हुँदा पनि हजुरहरूको मन दुखेन भनेर लेखेको थिएँ। दुलीजानमा उग्रवादीका गोलीले धेरै गोर्खाहरू मरे, सरलपाडामा सेनाको गोलीले 5 जना गोर्खाहरू शहीद भए, अठियाबारीमा पुलिसको अत्याचारले धेरैले कुटाएर जेल खाए, के त्यति बेला तपाईँहरूको मन दुखेन? शान्तिपुरमा टलबहादुरले उग्रवादीको कब्जामा परि धेरै शास्ति पाए, 4 नम्बर जङ्गरमा फरेस्टको अत्याचारले धेरैको गोठ जलाए, खलासीमा चोरको अत्याचारले धेरैले धनमाल गुमाए, के त्यति बेला पनि तपाईँहरूको मन दुखेन? गोरु भाषाका भाइहरू झारबारीबाट सेनाले लगी कार्यान सट लगाए, खोक्सागोडीमा दिपकुमारलाई मारी सुनकोश खोलामा बगाए, गोठ पालेर बस्नेहरूलाई 7,500 गरेर तिराए, के त्यति बेला पनि तपाईँहरूको मन दुखेन? अघि अघि यही गोर्खालाई सबै भन्थे वीर, आज भोलि यही गोर्खाले खपिरहेछ पीर, कि त टोप्ला कसा भाइयो नत्र सङ्गठन जन्माउनु पर्छ राम्रो, यति 2 काम गर्न सकिएन भने भविष्य हुन्छ नराम्रो, यति 2 काम गर्न सकिएन भने भविष्य हुन्छ नराम्रो। धेरै गोर्खाको पीडाहरू बोकेको कविता रहेछ यो, हामीले त्यो समयमा भोगेका कविता। यो कुन समयमा लेख्नु भएको थियो? हालैमा लेख्नु भएको कि त्यतिखेर? त्यति बेलै, जति बेला मेरो चाहिँ लेखाइ जति बेला जे हुन्छ त्यति बेला नै लेख्ने हुन्छ। अच्छा, यो कविता लेख्ने तपाईँको निरन्तर चलिरहेको छ? चलिरहेकै लेखेर अहिले हालैमा नयाँ लेखेको कविता कुन छ तपाईँको? सबभन्दा अब अहिलेको नयाँ भनौँ, तपाईँले लेख्दै जाँदाखेरिको भर्खर लेखेका कविता चाहिँ कुन छ? भर्खर लेखेको त त्यो एउटा आमाको छ। सुनौ, पूर्ण भइसकेको छ? पूर्ण भइसकेको छ, सुन्ने प्रयास गरौँ। हजुर श्रोताहरू, हजुरहरू जहाँबाट पनि जोडिनु हुँदैछ भनिदिनु होला र उहाँलाई सहयोग गरिदिनु होला। अरू केही भन्नु छैन, उहाँका कविताहरूले मञ्च पाओस्, उहाँले एउटा राम्रो स्थानमा परिचय पाउनुहोस्। किनभने कला भन्ने कुरो सबैसँग भएको हुँदैन, भएको कलालाई हामीले जगेडा गर्नुपर्छ। उहाँको यो कलालाई पनि हामीले प्रोत्साहन गर्नुपर्छ र सहयोग गर्नुहुन्छ। अठियाबारी वा कोक्राझार चिराङ हामी त अवश्य नै गर्छौँ उहाँलाई सहयोग। र हजुरहरू जुन जग्गाबाट पनि हेर्नुहुँदैछ हजुरहरूले उहाँलाई सहयोग गरिदिनु होला। उहाँको कवितालाई सुन्दर लाग्यो भने कमेन्ट गरिदिनु होला, उहाँलाई नै आशीर्वाद दिनु होला, उहाँकै जय जय गाइदिनु होला। आउनुहोस्, उहाँले भर्खर लेख्नु भएको आमा भन्नु भने आमा कवितालाई श्रवण गरौँ। आज धेरै गरम पनि भइरहेको छ, गर्मी धेरै छ, पसिना बगिरहेका छन्। हजुर आउनुहोस्। यो एउटा टुक्राको सुनिदेऊ है कथा। हजुर, मुटुको व्यथा। मुटुको व्यथा कविताको नाम। यो एउटा टुक्राको सुनिदेऊ है कथा, छैन ओठमा हाँसो त छ केवल मुटुमा व्यथा। माया गर्ने आमा हुनुहुन्थ्यो आफ्नो ज्यानको भन्दा बढी, जानुभयो स्वर्गवास उहाँ मलाई यो संसारमा छाडी। दिनुहुन्थ्यो बढी माया अरू कसैले दिए भन्दा, खुसी हुन्थे सधैँ म आमाको मिठो वचन सुन्दा। जीवनभरि यस्तै व्यथा बोकी म बाँचेको छु, राख्न नसकी मुटुमा व्यथा त्यसैले कविता लेख्दैछु। रुनु नै मेरो भाग्य रहेछ आँसु मेरो साथी, कुल्चेर जानु एकचोटि आमा मेरो छातीमाथि, कुल्चेर जानु एकचोटि आमा मेरो छातीमाथि। धेरै मार्मिक आमा जसले आमालाई गुमाइसक्नु भएको छ उहाँहरूका लागि त मुटु नै छुने कविता रहेको छ। र समय पनि धेरै हामीले लिइसक्यौँ होला, कति मिनट आधी घन्टा जति गफ गरिसक्यौँ होला। अरू कुनै तपाईँलाई मन पर्दो र अहिलेका पिँढीलाई
अगर सन्देश दिनु पर्नु भने कविताको माध्यमबाट के सन्देश दिन चाहनुहुन्छ र त्यस्ता के छन् कवितामा? चाहे त्यो जातीयको हितका लागि हुन्, समाज हितका लागि हुन् या एउटा छ क्या, एउटा यस्तो खालको छ हजुर। कस्तो भने हजुर। र अर्को कुरा हेर्नुहोस्, उहाँहरूलाई धेरै कविता चाहिँ आफ्नै मुखाग्र याद छ, डायरीमा भन्दा पनि यादै चाहिँ धेरै रहेछ। उहाँले यादै गरेर चाहिँ भन्ने प्रयास गर्नुहुँदैछ। ल कुनै समाजप्रतिका केही छन् भने या सन्देशमूलक केही छन् भने त्यसलाई पनि यसो श्रवण गराइदिनु होला र हजुरहरू जति पनि जोडिनु हुँदैछ सुनिदिनु होला। यो एउटा माने यो यस्तो वस्तु नखाउँ यसले बिगार्छ भन्ने खालको एउटा कस्तो भनेदेखि सुशिक्षाको मार्गतिर कदम चालौँ अब, अज्ञानको अन्धकार दूर हुनेछ तब। अशिक्षित भई अन्धकारमा फसेका छौँ आज, मदिरा र धुम्रपानले चढाइसक्यो राजा। रक्सी खाई बजारमा झै झगडा गर्ने, समाजको क्रान्ति गर्न झट्ट अघि सर्ने। मद खाएर गाउँको रिस घरमा आइपोख्ने, अघि बढ्ने समाजलाई विरोध गरी रोक्ने। घरमा खाने चामल छैन जान्छन् नाङ्गै, घर छैन सुतेका छन् गाई भैँसीसँगै। भात पाक्ने भाँडो छैन बाँसका चुङ्गे काट्छन्, ऋण काटी होटेल बसी रक्सी खाई ठाड्छन्। बारी जोत्छन् खेतालोली मागी गोरु ल्याई, घरमा भएका गोरु बेची सक्छन् रक्सी खाई। स्वास्नीको सुन फुकाली लगी जुवा खेल्छन्, घरको खसी बिक्री गरी जाँड रक्सी खान्छन्। जाँड रक्सी शत्रु हाम्रो यही मनन गरौँ, आजैदेखि बाचा गरी जाँड रक्सी त्यागौँ। हुँदैन है ठुलो मान्छे न त इज्जत बढ्छ, जाँड रक्सी सेवनबाट जीवन आयु घट्छ। जाँड रक्सी खाने पैसा स्कुलमा लगाउँ, सन्तानलाई शिक्षा दिई सुमार्गमा चलाउँ। ज्ञान सिकौँ सबै बाँचौँ अब अघि बढौँ, बसोबास दरो पारौँ कानुनमा लडौँ। सबजना एकजुट भई मतो हाम्रो मिलाई, नागरिक बन्नुपर्छ हामी मोदी सरलाई रिजाई। नागरिक बन्नुपर्छ हामी मोदी सरलाई रिजाई। जय। एकदम सुन्दर सन्देशमूलक छ। कुलतमा नलागौँ सद्मार्गमा लागौँ भनेर र यी नै कविताहरू उहाँका थिए। र अब तपाईँले समाजलाई अपिल गर्नुपर्नु भने चाहिँ के अपिल गर्नुहुन्छ? तपाईँको आफ्नो व्यक्तिगत हिसाबले तपाईँ यो कविताको माध्यमबाट केही अगाडि बढ्ने इच्छा छ कि तपाईँको के छ रहेको? अगर केही अपिल गर्नु पर्यो भने समाजका लागि वा हाम्रा जति पनि साहित्य प्रेमीहरू हुनुहुन्छ उहाँहरूलाई अपिल गर्नु पर्यो भने तपाईँको भनाइमा कसरी अपिल गर्नुहुन्छ र के अपिल गर्न चाहनुहुन्छ? आजसम्म मैले लेखेँ, धेरै लेखेँ, आजसम्म कति पठाएँ गरे पनि होइन, आजसम्म मेरा कुनै पनि आँखा पनि छैनन् कुनै उसमा। र मलाई पनि यसो ठाउँ पाओस् मेरो कविताले पनि बेला बेला कुनै कुनै जग्गामा भन्ने मेरो चाहना। र धेरै कार्यक्रमहरू हामी राख्छौँ, बाहिरका आर्टिस्टहरूलाई पनि बोलाउँछौँ, धेरै कविहरूलाई बाहिरबाट बोलाउँछौँ। त्यसबीचमा पनि हाम्रा यही भएका लोकल जो अर्ग्यानिक कवितावाचक भनौँ, जसले हाम्रै माटोको सुगन्ध, हाम्रै जातिको, हाम्रै देशको, हाम्रो गाउँको, हाम्रो समाजको सुगन्धलाई लिएर बनाएका कविताहरूलाई अवश्य पनि मञ्च दिउँ हामीले। आशा छ अबदेखि यस भेकमा चिराङ कोक्राझार या बीटीसी भेकमा कहीँ पनि साहित्यको कार्यक्रम भएछ भने तपाईँलाई अवश्य पनि हाम्रा यी साहित्य जगतका व्यक्तिहरूले याद गर्नुहुन्छ होला। विशेष गरेर यो हामी कोक्राझारमा भएकोले गर्दा चाहिँ म कोक्राझार नेपाली साहित्य समितिका अग्रजहरूलाई एकखेप चाहिँ उहाँलाई पनि ल्याएर यसो मञ्च दिनु हुन अनुरोध गर्दछु। साहित्यले जगेडा गरिराख्नु भएको छ, विभिन्न कविता किताबहरू बनिरहेका छन्, धेरै म्यागजिनहरू बनिरहेका छन्, स्मारिका पत्रहरू बनिरहेका छन्। त्यसमध्ये पनि उहाँका पनि एक दुईवटा कवितालाई अवश्य पनि आसन दिया जाओस्। विभिन्न समयमा राम्रा राम्रा कविताहरू लेखिराख्नु भएको छ र आशा गर्छु तपाईँले अझै राम्रा कविताहरू लेखेर जानुहोस्। र अवश्य पनि एउटा चाहिँ आशा राखेको छु, यस भिडियो पछि तपाईँलाई पनि एउटा राम्रो जग्गा मिलोस्। तपाईँका कवितालाई तपाईँलाई भन्दा पनि, किनभने तपाईँलाई जग्गा चाहिएको छैन, तपाईँका कविताले चाहिँ मञ्च पाउन्, तपाईँ आफै नै प्रफुल्लित हुनुहुन्छ। र आशा गर्छु यो कविता केवल यो एउटा डायरीमै यसरी नै नरहोस्, किनभने मान्छेको आयु भन्ने कुरो सधैँ बसिँदैन। उहाँ यो संसारबाट गए पछाडि पनि हामीले यो कवितालाई बाँचेको भेट्न पाऊँ, किनभने काहीँ लेखियो र रह्यो भने मात्रै त्यो कविता अमर भएर रहन्छ। र उहाँका कवितालाई, उहाँका सृजनाहरूलाई अमर बनाउने प्रयास गरौँ। र आउने दिनहरूमा साहित्य जगतमा लाग्नुहुने जति पनि साहित्य प्रेमीहरू हुनुहुन्छ उहाँहरूले अवश्य पनि यसलाई मनन गर्नुहोला। र हामी त यसै पनि यस्तो जग्गामा छौँ नि, यो अठ्याबारीकोबाट त म एउटा कुरो चाहिँ अवश्य भन्न चाहन्छु, जहाँ गएर पनि भनेको छु। अठ्याबारी भन्ने यस्तो खालको फुलको बगैँचा रहेछ
जहाँ म भर्खर एक दुईवटा कार्यक्रममा बस्दाखेरि थाहा लागेको थियो, यहाँका पनि हाम्रै गाउँको जस्तो तपाईहरुकै गाउँको जस्तो दाजुभाइहरू बाहिर बस्नुहुन्छ है। अचम्म केही छैन। जसरी हाम्रा गाउँका दाजुभाइहरू बाहिर कर्म क्षेत्रका लागि बेंगलोर, हरियाणा, दिल्ली, कलकत्ता, मुम्बई जहाँ पनि बस्नुहुन्छ, यहाँका पनि दाजुभाइहरू बस्नुहुन्छ। तर यहाँका दाजुभाइहरूको मन भने चाहिँ शरीर उहाँ भए पनि मन यहाँ हुँदो रहेछ। मैले भर्खर अस्ति पनि थाहा पाएको, उहाँका दाजुभाइहरू मिलेर चाहिँ यहाँ संसारी पूजाको गर्ने एउटा भवन या धर्मशाला जे भने पनि एउटा बनाउनु भएको रहेछ। उहाँहरूको प्रयास निरन्तर रहँदो रहेछ। यो चाहिँ अरू जग्गा चाहिँ मैले यो देख्न पाइनँ। किनभने जति पनि युवाहरू बाहिर जानुहुन्छ केवल आफ्ना लागि गर्नुहुन्छ, आउनुहुन्छ, हेर्नुहुन्छ र आफ्नै लागि केही गरेर जानुहुन्छ। समाजका लागि चाहिँ आजसम्म केही गर्नु भएको छैन। र हामी जति पनि बाहिर बस्नेहरू छौं उहाँहरूले चाहिँ यो सोच्नुपर्छ, हाम्रा गाउँकाले हामी घरमा नभए पनि हाम्रा माता पितालाई, हाम्रो घरलाई, हाम्रो बारीलाई, हाम्रो गाउँलाई बचाएर राखिदिनु भएको छ, जगेडा गरिदिनु भएको छ हाम्रो समाजले भने हामीले पनि समाजका लागि केही गरिदिउँ भन्ने चाहिँ भावना हामी बाहिर कार्यरतहरूले पनि अलिकति स्मरण गर्नुपर्छ। यसका लागि चाहिँ उदाहरण स्वरूप यो अठियाबारी छ है। किनभने यो अठियाबारीका युवाहरूको चाहिँ मन एकदमै पवित्र छ। उहाँहरूले बाहिर बसे पनि समाजका लागि प्रत्येक वर्ष केही न केही लिएर आउनु हुँदो रहेछ उपहार स्वरूप, र प्रत्येक वर्ष नै केही न केही ल्याउनुहुन्छ। म त यही भए तापनि जति पनि हुनुहुन्छ, जान्दिनँ को हुनुहुन्छ अठियाबारीबाट बाहिर बस्ने, तर ती सबै दाजुभाइहरूलाई नै नमन गर्छु। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ, यसरी समाजको लागि सोचिदिनु भएको छ। तपाईहरु जुन कार्यमा कार्यरत हुनुहुन्छ अझै तपाईहरुलाई ऊर्जा मिलोस्, अझै तपाईहरुको कार्य उन्नति हुँदै जाओस् र अझै राम्रो पदमा जानुहोस्। यसरी नै गाउँको मायालाई नत्याग्नुहोस्। जननी जन्मभूमिश्च स्वर्गदपि गरिएसी, किनभने जन्मेको जग्गा स्वर्ग जस्तै रमणीय हुन्छ र त्यो नबिर्स्यौं भन्दै यही आशा गर्दै र पुनः तपाईलाई नै शुभकामना दिँदै आउने दिनहरु तपाईका अझै उज्जवल होस् र भगवानको कृपाले स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् र तपाईका कविता पनि सधैँ अमर रहोस् भन्दै आजको बसाइबाट बिदाइ लिन्छौं। सम्पूर्णलाई जय जय श्री राधे, जय जय श्री राधे।